हेर केटा हो वर्तमानलाई ध्यान देऊ भविष्य सोच्नलाई त अझै समय बाँकी नै छ ए केटा हो वर्तमानलाई ध्यान देऊ भविष्यलाई चाहिँ सोच्दै नै हैन भविष्यलाई यहाँ सुन्नु हेर साथी मेरो डाइलग मलाई चुक्क्याउँछ यार वर्तमानलाई कहाँ नि हामी यही आगो ताप्न आएको नि घरमा बसेर छोडेको ल्याम्टा क्वालिटी छैन त चाउमिनको चनै छैन चना यहाँ देखेको छैन यहाँ छ नि त छेउछेउमा छ नि त क्वालिटी भएन ए पो आइपुग्यो गरम खोलामा माछा खोज्यो चाहिँ खोज्नु पर्छ चना यहाँ कहाँ रे यहाँ चना खोज्न आगो ताप्न आऊ न भाइ यस्तो दामी हुन्छ आगो ताप्न हरि हरि ओ बडाउ के छ बेगारी बडाउ कहाँ पुगेर आयो हौ तिमी ल्याम्टा तिम्रो अघि यहाँ दुईजना झर्दैछौ क्या तिमीहरू अँ, कहाँ नि हामी यही आगो ताप्न आएको नि घरमा बसेर छोडेको ल्याम्टा बडाउ अनि के छ तपाईँको हालको राजनीति के पाखडी आउने बडाउ चलो आफ्नो घरमा चलो चलो रुको अभी तो बाँकी है बडा अनि के छ तपाईँको हालको के त्यो बस्नु न एक बस्ने आनन्द यस्तो आएको छ मजा आगो ताप्ने दाइहरू बिहान चाहिँ आउनुपर्छ क्या बिहान अब बिहान चाहिँ के गर्नु बिहान आगो आगो ताप्नु ताप्न आउँछ बिहान हो राम्रो हुन्छ त पछि झन् यहाँ होटल भाइ होटल पनि छ होटल सोटल भइसकेपछि झन् यहाँ त दामी हुन्छ हामी त बिहानदेखि बेलुकैसम्म यही हो त भाइ भइहाल्छ नि पछाडि एउटा यहाँ स्विमिङ पुल बनाउने चाहिँ कुरा चल्दैछ हो स्विमिङ पुल स्विमिङ पुल पनि यहाँ बनाउने हो बनाउने कहाँ यता उतापट्टि पानी छैन घरको पछाडि घरको पछाडि छुट्टै ठाउँ छ अब त्यहाँ खाल्डो खुनी राखेर अब यो हाम्रै अर्पण अध्यक्षलाई यो 2 कार्यकाल सकेर मेयर उठाउनु पर्छ क्या ठिक भन्नुभयो गर्छन् कि जस्तो लाग्नु थालेको छ स्वतन्त्रबाट हाम्रो हेर्नौँ न हामी चाहिँ अब यहाँ आज होइन हाम्रो केराबारीको यो केराबारी रोटेपिङ नम्बर 8 रोटेपिङ ठाउँको वान अफ दि बेस्ट साइट अब यो उद्घाटन भएर भनिसकेपछि त हाम्रो त डेली यहीँ नै हुन्छ होला त हाम्रो बिहानदेखि बेलुकासम्म हाम्रो चिया कफी यही हुन्छ तपाईँहरूले पनि हेरिदिनुहुन्छ यहाँ ट्याक्क पछाडि स्विमिङ पुलको कुरा गर्दै हुन्छ यहाँ अब यहाँ अङ्कल यो बन्दैछ होटल चाहिँ सो कहिलेदेखि चाहिँ उद्घाटन हुने हो होइन भर्खर बन्दैछ बन्दैछ होइन दामी छ क्या यहाँ पनि यस्तो दामी छ कि यो चाहिँ उयो होला भाइ किचन यो चाहिँ किचन होला अनि यहाँ टक्कसँगले बसेर खाने स्विमिङ पुल पनि भन्ने कुरो चाहिँ कुरा चाहिँ निस्किरहेको कुरा चलिरहेको यता पछाडि दामी छ लुक एट द भ्यू होइन सब दामी छ क्या यहाँबाट हेर्नु न कस्तो वाल छ क्या रोड त्यहीँ छ होइन अनि यहाँ त यहाँ तल बस्ने ठाउँ पनि बनाइदिनु भएको छ यो पनि दामी छ अनि तल 2टा बस्ने ठाउँ छ अनि यस्तो एउटा दामी देखिन्छ क्या एउटा पछाडिको भ्यूहरू पनि बबाल देखिरहेछ भ्यूहरू पनि यहाँबाट यहाँ हेर्न सक्नुहुन्छ है तपाईँहरूले यस्तो दामी छ अब चाहिँ हामी यहाँबाट यसलाई टक्कसँगले हल्का हाम्रै आफ्नै गाउँको यो होटललाई हेर्दैछौँ वनको दायाहरू हुन्छ कर्मचारीहरू यहीँको यहाँहरू सबै यता कटेज यहाँ सबै कटेज हुन्छ ट्याक होइन भाइ अब यता पनि यहाँ कटेज बाटो यता स्विमिङ पुल यहाँबाट थाहा चोकदेखि यता बाटो हजुर बिरुवाहरू छ यहाँबाट दामी हुने रहेछ अब यो सबै यो बाटोबाट यो सबै बाटो भाइ हेरिदिउँ न प्रिजन भाइ आउन हेरौँ यहाँ बाटो छ घाटो छ सबै छ हेर्दै जाउँ न बिस्तारै दाइ लडेर अहिले बाटो बनाएको प्रिजन खोइ त हौ कहाँ गयो जाडो हो अब यो चाहिँ बाटो रहेछ होइन भाइ यो चाहिँ यस्तो निकाल्ने यो चाहिँ सिधै बाटो रहेछ तलसम्म निस्किन्छ होइन नि अब उताबाट मान्छे यताबाट
यताबाट यताबाट उयो इन हुन्छ नि यताबाट आउट हो क्या भाइ के हो त्यस्तो होइन त यताबाट पनि इन हुने बाटो राखेको यताबाट पनि इन हुने बाटो हुन्छ क्या स्पोर्ट चाहिँ बबाल छ स्पोर्ट त दामी नै छ वान अफ द बेस्ट छ क्या यहाँको स्पोर्ट चाहिँ दामी छ अब यहाँबाट जङ्गलहरू टक्क होइन पछाडि घरहरू छ जङ्गलहरू टक्क हेर्दै खाइन्छ चराचुरुङ्गीहरूको कस्तो कराउँछ भाइ भन्दैन चराचुरुङ्गीको आवाजहरू होइन कोयलके जस्तै बोली कु कु हान्छ नि कोयलको जस्तै बोली अरे कुकु कुकु हान्छ अरे सो अब हामी चाहिँ यहाँबाट यसो हेऱ्यौँ यहाँ के कस्तो के बन्दैछ त्यो सब तपाईँहरूलाई पनि थाहा भइसकेको छ अब यहाँबाट चाहिँ हामी निस्केर हामी कता जान्छौँ भाइ अब हामी एकछिन यहाँबाट छाताचोक जान्छौँ छाताचोकबाट अनि चाहिँ फेरि चिसो छ नि त होइन चिसो छ चिसोको बेलामा चिसै छ अनि हामी चाहिँ चिया खान जान्छौँ है अब यहाँबाट प्रिजन सर्टीले बाइक पनि निकालिसक्यो त्यो खाना पनि बाइक होइन बसन्ती त बिस्टीलाई यसले चाहिँ सेलरोटी शुद्ध खाइरहेको छ क्या लास्ट कराइदियो रातभरि कराउँछ साला होइन कस्तो कराउँछ गर्छ भाइ हो किन भन्दा रातभरि हामीहरूलाई त सुत्न दिन्छ प्रिजन भाइको घरतिर त सुत्नै दिँदैन अरे प्रिजन भाइले नै भनेको होइन भाइ होइन यस्तो हो क्या भाइ राति स्याल हेरेर चाहिँ यहाँ आइदिएन तिमीहरूको घरतिर बरु बोलाउ न त्यता आइहालिन्छ स्याल हेर्न किन हामी आउनु त्यो चाहिँ होइन प्रिजन दाइको ढोकामा ढकढकाउनु छ अरे स्यालले त्यो चाहिँ मैले आधा चाहिँ हामी हाम्रै आफ्नै गाउँ हो लोकल पुरै लोकल भेरी लोकल भेरी लोकलमा चाहिँ आएको छौँ अब यहाँबाट चाहिँ अलिक भिडियो बनाउने अनि चिया खान जाने आज पनि रिल्स बनाइन्छ नि त हल्का होइन भाइ रिल्स त बनाइन्छ नि रिल्स पनि बनाइन्छ अब यहाँ यस्तो छ हेर्नु न सबै रोडमा खाल्टै छ यस्तो छ पुरै त्यहाँ पनि खाल्टै छ पुरै खाल्टा यसलाई चाहिँ व्यवस्थित गर्ने बेला भएको छ यसलाई छिटै बनाइहाल्नुपर्छ अब चाहिँ यहाँबाट कति ठेल्छ हो भाइ फ्युल छ त तर जोगाउनु पनि पऱ्यो नि त होइन जोगाउन सिक्दा त राम्रो हो त चाहिँ यस्तो छ क्या यो चाहिँ छाता होइन छाता दामी बनाइदिएको छ माथि बस्नको लागि गर्मीमा चाहिँ दामी हुन्छ चिसोमा चाहिँ अझै लास्ट चिसो हुन्छ अनि यहाँबाट चाहिँ ठ्याक्कैसँगले यहाँ के भनेको भने नि यहाँ अब कहिलेकाहीँहरू आएर यसो डेटिङ स्पटहरू यो कपाल पार्क जस्तै भएको छ नि त अहिले होइन तर कपल्सहरू आएर यहाँनिर ट्यागको फोहोर भोला सोलाहरू खाएर चाहिँ नफालिदिनु भनेर यस्तो छ क्या यो अनुरोध गर्दछ यो चाहिँ चिसोमा चाहिँ गिदी हुन्छ होइन चिसोमा चाहिँ गिदी नै हुन्छ अब खरा बिरालो मारेर हेर्नु त यो त आफै मरायो होला बिरालो यस्तो चाहिँ फ्याल्दैछ यस्तो फोहोर छ यसलाई पनि अलिकति सफा चाहिँ गर्नुपर्ने हो हामीलाई नै गर्दा पनि हुन्छ हुन चाहिँ अर्कालाई भन्नुभन्दा पनि होइन अब यो जुन त्यो होटल थियो नि त्यो बन्द गरेको होटल त्यहाँदेखि सिधै यो बाटो चाहिँ यहाँ ट्याक्कै यहीँ आइपुग्छ अनि अब यताबाट तपाईँहरू खोर्सानीबाट आउनु हुँदैछ भने यहाँबाट यसलाई यस्तो लिएर अनि यो बाटो पनि जान सक्नुहुन्छ होइन यहाँदेखि उता चाहिँ यो चाहिँ हाम्रो यहाँ चाहिँ लिम्बूको उयो एउटा फेस्टिभल मनाउने फेस्टिभल अनि त्यहाँभन्दा पर चाहिँ ट्याक्कै त्यो राईको गेट छ राईको चाहिँ यहाँ राईको चण्डी गर्ने ठाउँ म एउटा सायरी हानिदिनु भयो सायरी भन्छ के भन्छ दाइ के भन्छ एक सायरी नै हो सायरी हान्छ छैन त म सायरी हानिदिनु पऱ्यो भन्दैछु दाजु ल केटा हो वर्तमानलाई साथी भएपछि दुःखमा साथ दिने हुनुपर्छ मुजी सुखमा त जुनै मुजी पनि साथ दिइहाल्छ नि हेर केटा हो वर्तमानलाई ध्यान देऊ भविष्य सोच्नलाई त अझै समय बाँकी नै छ ए केटा हो वर्तमानलाई ध्यान देऊ भविष्यलाई चाहिँ सोच्दै नै होइन भविष्यलाई हेर केटा हो वर्तमानलाई ध्यान नदेऊ ओ केटा ओ वर्तमानलाई ध्यान देऊ वर्तमानलाई भविष्य बनाउनु त अझै तिमीहरूलाई के भन्छ बाँकी नै छ केटा हो वर्तमानलाई ध्यान देऊ भविष्य बनाउनु त तिमीहरूको अझै समय पनि छ म चाहिँ यहाँ बुढो भइसक्यो यहाँ लट्ठी टेक्ने बेला भइसक्यो
आँगनैको डिलमा बसी हेर्छु यो अहिलेको भिडियो मलाई घर जाने बित्तिकै सारिदिनु आउँछ तिमीलाई म भिडियो सारिदिइहाल्छ कि भाइ तँ मलाई पनि आउँदैन तिमी सार्छौ भने चाहिँ यहाँ सुन्नु हेर साथी मेरो डाइलग मलाई चुक्क्याउँछ यार वर्तमान लाग्यो वर्तमान त गइसक्यो अब भविष्यको किन चिन्ता लिन्छौ एकछिन अब बाइक स्टार्ट गर होइन बाइक स्टार्ट गरौँ होइन हामी चाहिँ यहाँबाट अब फेरि हामी चाहिँ अब यहाँबाट हामी चाहिँ फेरि अब चिया खान जान्छौँ गोजीमा हातल केकेमा हातल चाहिँ सताल होइन के माथि हात हाल्दैन गोजीमा यहाँबाट हामी चाहिँ तपाईँसँगले यहाँ जान्छौँ चिया चिया खान्छौँ टी ब्रेक हुन्छ अनि फेरि हाम्रो अलिकति रिल्सहरू पनि बाँकी नै छ होइन अब आगो फुक्ने आगो ताप्दिने होइन भाइ भाइले चाहिँ दाउरा लिनु भइरहेको छ त्यहाँ यहाँ चाहिँ दाउरा साउरा आगो बाल्नु एकछिन ताप्ने अनि चिया खाने होइन भाइ चिया र नास्ता खाम होला हौ चिया र नास्ता खाने अनि हामी यहाँबाट चाहिँ फेरि हामी रिल्सहरू बाँकी नै छ होइन भाइ रिल्सहरू कहाँ गर्ने भनेर रिल्सहरू बाँकी नै छ अब रिल्सहरू पनि बनाउने भन्ने छ कुरो केटाहरू भाइरल भइसकेको छ नि त चिया खाने प्रिजन भाइ भाइरल भएको छ नि त अनि प्रिजनले चाहिँ अनि यतिखेर चाहिँ एकदम रिल्सहरूमा चाहिँ एकदम फोकस दिइरहेको छ के खाँदैछ हौ भाइ लड्डु गुलियो खाइदिएको त यार के गुलियो छ र सक्खर चिनी त्यो भन्दा गुलियो छ है मेरो मन खुकुरी ल्याउनु त खोइ यसलाई काटौँ न अब चाहिँ भाउजूले चिया पनि ल्याइदिनु भएको छ चिया ल केटाहरू म चाहिँ बिस्कुट चिया खाँदै गर्छु दामी बनाएर ल्याइदिइसक्नु भएको चिया चाहिँ सानो छ चिया चेस बिस्टिको चाहिँ सानो भन्दैछु म खुवाइ त मरत छ नि हामी चाहिँ यहाँ आज साह्रो अटेरी परेको आज चाहिँ कविता हो यहाँ चाहिँ चाउमिन आइसकेको छ हाल्न लायो अघि हालेर पकाउँदै हुन्छ दाइ क्वालिटी छैन त चाउमिनको चनै छैन चना यहाँ देखेको छैन यहाँ छ नि त छेउछेउमा छ नि त क्वालिटी भएन ए पो भाइ कदम खोलामा माछा खोजेर चाहिँ खोज्नु पर्छ चना यहाँ कहाँ रे यहाँ चना खोज्न मलाई पनि रियाक्सन दिनु यता हाँसौँ उसले जस्तो जे पाए त्यो बोले पनि कमेडी चाहिँ बोल्छ है फेरि कसले चाउ अनि मिलायो त खदम खोला माछा खोजे जस्तै खोज्नु पर्यो खदममा माछा पाइन्छ अब चाहिँ हामी यहाँ खाजा खाएर पनि निस्क्यौँ अब चाहिँ रिल्स बाँकी नै छ नि त 2-3 मिनटको बनाऊ अब भोलि 2-3 मिनटको बन्छ होइन रिल्स बाँकी नै छ नि त बाँकी नै छ रिल्स हल्का बनाउनु पऱ्यो नि त होइन त्यत्तिकै प्रिजन सर्टी भाइरल भइरहेको छ अहिले मेन रोडमा बनाउने त यहाँ तल हल्का तल घर हुन्छ